हजुर दाजु आजको कार्यक्रमको विषयमा सबभन्दा पहिला त ओम नमो नारायण। हामी सनातन धर्म प्रचार प्रसार समिति जयगाउँ शाखा अनि ओमकारनन्द शिवधाम आश्रमको कार्यकर्ताहरू र यो जुन चाहिँ हाम्रो यो आश्रम भर्खर सुरु भइरहेको छ र आज हाम्रो सद्गुरुदेवको जन्म दिवस हामी मनाउन लागिरहेका छौँ र गुरुदेवको प्रवचन पनि चलिरहेको छ र आज हामी यो शुभ अवसरमा जति पनि अब हजुरको च्यानलबाट श्रोताहरू दर्शकहरूले हेरिरहनु भएको छ या हेर्नु हुँदैछ उहाँहरू सबैलाई हार्दिक अभिनन्दन हामी ज्ञापन गर्न चाहन्छौँ। धन्यवाद। कार्यक्रम त अब सर्वप्रथम त हामी यो सनातन धर्म प्रचार समितिका हामीहरू जयगाउँ शाखामा हामी लागि परेका छौँ र सर्वप्रथम त हजुरलाई नै धेरै धेरै धन्यवाद। यो यस विषयमा हजुर आएर प्रचारको लागि हेतु सघाइदिनु भयो है र हामीहरू अहिले यो ओमकार धाममा गुरु जन्म जयन्ती मनाउनु हामी लागि परेका छौँ र हामीहरू यो जयगाउँ शाखाको तत्त्वधानमा हामीहरूले यो कार्यक्रम गर्दैछौँ भने हाम्रो डुवर्स सिलिगुडी सब भुटान व्यापी शाखाहरू आएका छन् यहाँनिर र विशेष गरेर हामी जयगाउँ शाखाबाट हामी धेरै धेरै धन्यवाद दिन्छौँ। सबै प्रत्येक शाखाहरूबाट महानुभावहरू आइदिनु भयो र गुरुको जन्म जयन्तीमा सबै सफल बनाइदिनु भयो र हामी सबैले उहाँ प्रत्येक शाखाहरूलाई हामी जयगाउँ शाखाबाट धन्यवाद दिन्छु। बस यही नै छ। मेरो सानु खवास हो, यस धामको म एउटा कार्यकर्ता हुँ। हजुर म शङ्करनाथ प्रधान, म यो संस्थामा धेरै वर्षदेखि छु र गुरु दीक्षा लिएको छु। हाम्रो सद्गुरुको नाम चाहिँ सद्गुरु महाराज ओमकारनन्दजी महाराज हो र सबैलाई धन्यवाद। अरूभन्दा पनि यो च्यानल जुन चाहिँ लिएर आउनु भएको छ तपाईँलाई धन्यवाद टक्राउँदै यही दाजुहरूले हाम्रो दाजुले जुन भन्नुभयो त्यही अनुसार यहाँनिर अब चलिरहेको छ। हाम्रो सबै उहाँहरूले भनिहाल्नुभयो। मेरो नाम चाहिँ रामे थापा, म यहाँको आश्रमको चाहिँ अध्यक्ष हो, प्रेसिडेन्ट र कुरा चाहिँ त्यही हो दाजुले भनेको। यति भन्दै म ओम नमो नारायण।